हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आजको टपिक चाहिँ राष्ट्रिय परिचय पत्र भएका तर मतदाता परिचय पत्र नभएका साथीहरुलाई चाहिँ घरमै बसेर अनलाइन फारम भर्न सकिनेछ। अब कसरी भर्ने, कुन तरिकाले भर्ने भन्ने बारेमा चाहिँ तपाईलाई म भिडियो मार्फत देखाउँदै छु। सबैभन्दा पहिला एउटा कुनै ब्राउजर खोल्नुहोस्। मैले अलरेडी ब्राउजर खोलिसकेको छु। ब्राउजर खोलिसकेपछि यसको सर्च बारमा चाहिँ election.gov.np जुन मैले पहिला लेखिसकेको छु। हामीले चाहिँ मतदाता नामावली भर्नुको कारणले मतदाता नामावली प्री रजिस्ट्रेसनमा गएर क्लिक गर्ने। यति क्लिक गरिसकेपछि यहाँ दुईवटा अप्सन छ। तपाईले मतदाता तपाईको फर इक्जाम्पल एउटा कुनै ठाउँमा हुनुहुन्थ्यो, त्यहाँदेखि तपाईहरु बसासरा गरेर आउनु भयो भने चाहिँ नामहरुलाई यहाँ सच्याउन सक्नुहुन्छ। नयाँको लागि चाहिँ हामीले नयाँ दर्तामा गएर क्लिक गर्छौं। त्यसपछि दुईवटा अप्सन छ यहाँनिर। एउटा राष्ट्रिय परिचय पत्र विवरण दर्ता नभएकाहरुको लागि, तर हामीसँग राष्ट्रिय परिचय पत्र अलरेडी भएको कारणले चाहिँ राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नका लागि भन्ने अप्सन छ। राष्ट्रिय परिचय पत्र नम्बर जस्तो हाम्रो NIN नम्बर सबै यहाँ पुष्टि गर्नुहोस्। जस्तो कि म यहाँ फिलअप गर्दैछु। त्यसपछि आफ्नो डेट अफ बर्थ राख्ने। डेट अफ बर्थ चाहिँ इंग्लिशमा हुनुपर्छ है त। इंग्लिशको आफ्नो एक्ज्याक्टली जुन डेट अफ बर्थ छ त्यो राख्ने होला, जुन तपाईको राष्ट्रिय परिचय पत्रमा पनि लेखिदिएकै हुन्छ। अनि एउटा कुरा चाहिँ नबिर्सिने, जस्तो कि यहाँनिर पहिलो नाम अंग्रेजीमा भनेको छ। जस्तो राष्ट्रिय परिचय पत्रकोमा चाहिँ हजुरको नाम के छ पहिलो मात्र है, त्यसमा थ लेख्नु परेन। अनि यहाँ तलतिरपट्टि सही उत्तर हाल्नुहोस् भन्ने हो। जस्तो कि 5 + 1 6 हुन्छ। अब यसमा तपाईले बाइ चान्स मिस्टेक गरेर लेख्नु भएको, जस्तो मैले यसमा 5 लेखेँ भने यहाँ डेट आइरहेछ। यस्तो करेक्ट एन्सर हुँदाखेरि चाहिँ ग्रीन होल छ। ग्रीन भइसकेपछि NIN बाट विवरण प्रमाणीकरण गर्नु क्लिक गरिसकेपछि चाहिँ हाम्रो केही समय लिनेछ। यो लिइसकेपछि यो खालको इन्टरफेस आउनेछ। जस्तो कि हामीले राष्ट्रिय परिचय पत्रमा भएको कुराहरू सबै देशमा उल्लेख गरिएको हुन्छ। अब यहाँनिर हामीले गर्नुपर्ने कामहरुमा जस्तो कि मतदान स्थलको या अरु केही पनि हामी चलाउन पाइएन। यहाँनिर चाहिँ लास्ट अप्सनमा देखाएको छ मतदान स्थलको नाम। यहाँ मध्येमा हाम्रो कुनमा चाहिँ अब मतदान गर्ने हो। जस्तो कि अब मैले यहाँनिर हाम्रो भनेको चाहिँ सिंहश्वरी आदर्श विद्यालय रहेको छ। अर्को गर्ने यहाँ अलरेडी नाम आउँछ। यहाँनिर फोन नम्बर जुन तपाईहरुले चलाइराख्नु भएको छ त्यही फोन नम्बर यहाँ उल्लेख गर्ने। आफ्नो इमेल एकाउन्ट, केही कुराहरुको प्राइभेसीको लागि चाहिँ मैले यहाँ ब्लर गरेको छ। त्यो चाहिँ अब यहाँ सबै कुराहरुमा भइसकेको छ। नागरिकताहरु, त्यसपछि राष्ट्रिय परिचय पत्र, नागरिकताको जिल्ला, अब यस्तो कहाँबाट तपाईको नागरिकता बनेको त्यो उल्लेख गर्ने। चापा उल्लेख गर्ने। नागरिकताको किसिम भनेको चाहिँ अब प्रायः सबको वंशजै हुन्छ, वंशज भइहाल्यो। अनि आफ्नो स्थायी ठेगाना जस्तै आफ्नो यहाँ छँदैछ। अब तपाईको अहिले बसासरा गरेर कुनै ठाउँमा जानु भएको छ भने चाहिँ यहाँ गएर चेन्ज गर्न सक्नुहुन्छ। जानु भएको छैन भने स्थायी ठेगाना जस्तै भन्ने अप्सनमा गएर क्लिक गर्ने, आफ्नै अटोमेटिकली अपडेट हुन्छ। अर्को गर्नुहोस्। अर्को गरिसकेपछि अपङ्गता भएको छ भने अपङ्गताको हकमा यहाँ फिलअप गर्ने, छैन भन्ने चाहिँ यसलाई हामीले होइन भन्ने अर्को गरिदिने। अन्य विवरण जस्तो कि मातृभाषा कुन हुन्छ तपाईको हैन, समूहको केमा पढ्नुहुन्छ, तपाईँ साक्षर हो कि निरक्षर हो चुज गर्ने। साक्षर हुनुहुन्छ भने कति पढ्नु भएको छ त्यो आफ्नो हिसाबले यसलाई जति पढ्नु भएको छ त्यही अनुसारको यहाँनिर उल्लेख गर्ने। फेरि यसलाई अर्को गर्ने। पुनरावलोकन भन्ने अप्सन छ। यसमा तपाईको नामहरु मजाले हेर्ने। यहाँनिर चाहिँ नोटमा के आइरहेछ भने आफ्नो विवरण रुजु गरी दर्ता गर्नुहोस्मा क्लिक गरी आवेदन सुरक्षित गर्नु र दर्ता नम्बर लिनुहोस् भनेको छ। यहाँ माथि पनि देखाइरहेछ दर्ता गर्नुहोस्। त्यसको तलपट्टि पनि यहाँले दर्ता गर्नुहोस् त। जुनैमा गएर क्लिक गरे पनि भयो, केही फरक पर्दैन। यसले केही टाइम लिन्छ। आफ्नो आवेदन नम्बर यो भइहाल्यो, यसरी आउँछ यहाँनिर। यो चाहिँ तपाईले सुरक्षित राख्नु होला। अनि यसलाई यस गर्नुहोस्। यस गरिसकेपछि अटोमेटिक एउटा PDF फाइल आउनुहुन्छ। यसरी PDF फाइल आयो। यो फाइल चाहिँ हामीले सुरक्षित राखेर यसलाई प्रिन्ट गरेर निकाल्नु पर्ने हुन्छ है त। त्यस्तै नयाँ अपडेटको लागि चाहिँ हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस् त, यति भन्दै बिदा हुन्छ। धन्यवाद।